हेलो गाइज वेलकम टु आवर न्यू ब्लग र गाइज आज चाहिँ हामी तपाईँलाई ल क्यामेराम्यान कम हियर आज तपाईँहरूलाई फिजिक्सको नियम देखाउँछु। यहाँ हेर्नुहोस् है, दुईवटा ढुङ्गा रुल अफ फिजिक्स भन्छ यसलाई चाहिँ। बिएको फिजिक्सको नियमहरू है त कस्तो छ। बिएको फिजिक्सको नि भयो नि। एउटा त भयो, पख मन तले आउँछु। ल ल ल अडियो 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 ल जोर गर्छु। अब अर्को अडी नि होइन, तिम्रो बैल आयो यता परेर। एउटा माथि छन्, हामी यहाँ छौँ दुईजना। फिजिक्सको नियम हो। यहाँ माथि छन् बाख्रा। बिएको फिजिक्सको नियम अर्को नि अडियो, तर फेरि यहाँ राम्रो कस्तै हरिएको छ क्या यहाँदेखि चाहिँ। कस्तो छ खै हेरौँ। नकराउन यो के भन्छ उयो अनु भयो क्या, तिमीले बोल्दै हो। यसलाई काट्नुपर्छ अब अरे। ल बिएको फिजिक्सको नियम भत्काउन हामी तिम्रो फिजिक्सको नियममा भत्काइदिनु चप्पल यस्तो भयो। बिएको फिजिक्सको नियम के भन्छौ लामा? अरे कंटेंट मिल गया, अरे कंटेंट मिल गया। फिजिक्सको नियम खोइ कता छ? फिजिक्सको नियम कहाँ जानु? ए म पनि ल अब म अहिले चाहिँ भेट्छु। हेलो गाइज वेलकम टु आवर न्यू ब्लग र गाइज आज चाहिँ हामी तपाईँलाई क्यामेराम्यान कम हियर आज तपाईँहरूलाई फिजिक्सको नियम देखाउँछु। यहाँ हेर्नुहोस् है, दुईवटा ढुङ्गा रुल अफ फिजिक्स भन्छ यसलाई चाहिँ। बिएको फिजिक्सको नियमहरू है त कस्तो छ। बिएको फिजिक्सको नि भयो नि। एउटा त भयो, पख मन तले आउँछु। ल ल ल अडियो 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 ल जोर गर्छु। अब अर्को अडी नि होइन, तिम्रो बैल आयो यता परेर। एउटा माथि छन्, हामी यहाँ छौँ दुईजना। फिजिक्सको नियम हो। यहाँ माथि छन् बाख्रा। बिएको फिजिक्सको नियम अर्को नि अडियो, तर फेरि यहाँ राम्रो कस्तै हरिएको छ क्या यहाँदेखि चाहिँ। कस्तो छ खै हेरौँ। यसलाई काट्नुपर्छ अब
के भन्छु लामा अरे कंटेंट मिल गया अरे कंटेंट मिल गया फिजिक्स को नियम खोइ कता छ फिजिक्स को नियम कहाँ जानु ए म पनि ल अब म अहिले चाहिँ भेट्छु गाइजमा हेलो गाइज वेलकम टु आवर न्यू ब्लग र गाइज आज चाहिँ हामी तपाईँलाई है तल ल ल क्यामेराम्यान कम हियर आज तपाईँहरूलाई फिजिक्सको नियम देखाउँछु यहाँ हेर्नुहोस् है दुईवटा ढुङ्गा रुल अफ फिजिक्स भन्छ यसलाई चाहिँ बिएको फिजिक्सको नियमहरूमै त कस्तो छ एउटै ढुङ्गा अडिन्छ जस्तो छैन बिएको फिजिक्सको नि छ भयो नि एउटा त भयो पख मन तले आउँछु ल ल ल अडियो ल जोर गर्नु अब अर्को अडिने होइन तिम्रो बैल आयो यता परेर एउटा माथि छन् हामी यहाँ छौँ दुईजना फिजिक्सको नियम हो यहाँ माथि छन् बाख्रा बिएको फिजिक्सको नियम अर्को नि अडियो तर फेरि यहाँ राम्रो कस्तै हरिएको छ क्या यहाँदेखि चाहिँ कस्तो छ खै हेरौँ नकराउनु यो के भन्छ उयो अन भयो क्या तिमीले बोल्दै हो यसलाई काट्नुपर्छ अब अरे ल गाई जान्छु म बिएको फिजिक्सको नियम भत्काउन हामी ढुङ्गा हाल्दिएर लड्छ लड्दैन हम तो तिम्रो फिजिक्सको नियममा भत्कानी जब पनि यस्तो भयो बिएको फिजिक्सको नियम फेरि भत्काइन्छ अर्को मादेखि हालेर के भन्छु लामा अरे कंटेंट मिल गया अरे कंटेंट मिल गया फिजिक्सको नियम खोइ कता छ फिजिक्सको नियम कहाँ जानु ए म पनि ल अब म अहिले चाहिँ भेट्छु गाइजमा हेलो गाइज वेलकम टु आवर न्यू ब्लग र गाइज आज चाहिँ हामी तपाईँलाई है तल ल क्यामेराम्यान कम हियर आज तपाईँहरूलाई फिजिक्सको नियम देखाउँछु यहाँ हेर्नुहोस् है दुईवटा ढुङ्गा रुल अफ फिजिक्स भन्छ यसलाई चाहिँ बिएको फिजिक्सको नियमहरूमै त कस्तो छ एउटै ढुङ्गा अडिन्छ जस्तो छैन बिएको फिजिक्सको नि छ भयो नि एउटा त भयो पख मन तले आउँछु ल ल ल अडियो ल जोर गर्नु अब अर्को अडिने होइन तिम्रो बैल आयो यता परेर
एउटा माथि छन् हामी यहाँ छौँ दुईजना फिजिक्सको नियम हो यहाँ माथि छन् बाख्रा अगाडि हबिएको फिजिक्सको नियम अर्को नि अडियो तर फेरि यहाँ राम्रो कस्तै हरिएको छ क्या यहाँदेखि चाहिँ कस्तो छ खै हेरौँ नकराउन यो के भन्छ उयो अनु भयो क्या तिमीले बोल्दै हो यसलाई काट्नुपर्छ क्या अरे ल गाइस बिहेको फिजिक्सको नियम भत्काउन हामी ढुङ्गा हाल्दिएर लड्छ लाग्दैन हम तो तिम्रो फिजिक्सको नियममा भत्कानी चप्पल यस्तो भयो बिहेको फिजिक्सको नियम फेरि भत्काइन्छ मादेखि हालेर के भन्छु लामा अरे कंटेंट मिल गया अरे कंटेंट मिल गया फिजिक्सको नियम खोइ कता छ फिजिक्सको नियम कहाँ जानु ए म पनि ल अब म अहिले चाहिँ भेट्छु राइजमा गाइज म बिहेको फिजिक्सको नियम भत्काउन हामी ढुङ्गा हाल्दिएर लड्छ लाग्दैन हम तो तिम्रो फिजिक्सको नियममा भत्कानी चप्पल यस्तो भयो बिहेको फिजिक्सको नियम फेरि भत्काइन्छ मादेखि हालेर के भन्छु लामा अरे कंटेंट मिल गया अरे कंटेंट मिल गया फिजिक्सको नियम खोइ कता छ फिजिक्सको नियम कहाँ जानु ए म पनि ल अब म अहिले चाहिँ भेट्छु राइजमा गाइस हामी अलरेडी आइसक्यौँ र अब यहाँ गोरु दिएका गोरु र यहाँ जुत्न आँटे आऊ बेगमा त्यसले पानीमा हिँडेको ठाउँ बेलामा तिम्रोमा भिडियो आइन्छ दामी खालको सिनेम्याटिक सर्ट्स होइन कि कस्तो पँधेर बनाएका बस्छ छैन बनाएको उहाँ मन्दिर मेरो अक्सु यहाँ छन् तिम्रो यहाँ छन् मेरो माथि छन् के गर्दै बस्छु म जुन खोल्छन् कहाँ के गर्नु घर त्यत्तिकै भिडियो बनाउनु भ्लग सिनेम्याटिक सर्ट्स हान्थ्यौँ त है सिनेम्याटिक सर्ट्स कस्तो बल लाग्यो क्या चिक्लेर फट्ट बल लाउने पो हात भन्दै भाँच्यो के भाँचिन्छ त्यहाँबाट ढुङ्गो चाउ माथि हेर्नुहोस् हामी चाहिँ आइसकेको छौँ यहाँ एउटा ठुलो खोलामा खोल्सामा
हात खुट्टा धुन हाम्रो खुट्टा भएको चाहिँ यस्तो यस्तो र यस्तो। ल हामी आइसकेका छौँ खोलामा खोल्सामा र अब हामी यहाँ धुन्छौँ खुट्टा र जान्छौँ। यहाँ हेर्नु सक्नुहुन्छ पानी यस्तो छ खतरा होला। खोल्छु अलिकति तानो दिएको ढुङ्गो चलो ल ल ल ल पानी खोलो वो देखाऊ न कता ए उँभो ए उँभो त यस्तो घारी छ नि यस्तो वाला। ल यहाँ हेर्न सक्नुहुन्छ विवेक यस्तो ठाउँमा आइसकेको छौँ हामी यस्तो ठाउँमा कस्तो जङ्गल नि बिचमा जङ्गल छ नि यहाँ। ल गाई आजको लागि यति नै र अब आजको लागि यति नै भन्दै अब यो भिडियो चाहिँ म बन्द गर्छु। ल लाइक सब्सक्राइब गरिदिनु होला।